सम्पूर्णमा नमस्कार। अहिले इमेजमा विद्यालय तथा शिक्षकको नाम चाहिँ नेपालीमा चाहिँ फिचर थप भएको छ। त्यसको बारे सानो भिडियो क्लिप बनाउन गइरहेको छु। साथीहरू इमेजबाट लगइन गरिसकेपछि स्कुल प्रोफाइल भन्ने छ, त्यसमा क्लिक गर्नु होला। अनि यता यस्तो देखाउँछ कबुल्यतानामा, यसमा म सहमत छु भन्ने भयो। अनि विद्यालयको नाम अहिले थपिएको फिचर यहाँनिर छ। यसमा मैले जनता प्राथमिक विद्यालय भनेर यसमा लेखेँ र यसलाई मैले सेभ गरेँ। त्यसै गरेर टिचर स्टाफमा पनि टिचर छ, टिचरमा क्लिक गरेँ। त्यसै गरेर लोड गरेँ। लोड गरिसकेपछि देखाउँछ, यस्तो नाम देखाउँछ। अनि त्यसपछि नामको पछाडि चाहिँ एक्सन भन्ने बटन छ। एक्सनमा गएर मैले यसलाई एडिट गरेँ। एडिट गर्दा यहाँनिर शिक्षकको नाम नेपालीमा भन्ने थपिएको छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ शिक्षकको नाम नेपालीमा भन्ने छ। यहाँ नेपालीमा नाम लेखेर चाहिँ यसले चाहिँ हामीले के गर्ने भन्दा सेभ बेसिक इन्फर्मेसन भन्ने क्लिक गर्दाखेरि यो अहिलेको फिचर चाहिँ थपिएको चाहिँ यति छ। बाँकी फिचरहरू थपिँदै जाँदा म जानकारी हजुरहरूमाझ ल्याउने प्रयास गर्नेछु। हस्, धन्यवाद।